हामी चाहिँ घुमेर निस्किँदैछौँ है। निस्केको दिदी छ पर। ए दिदी के भन्दैछ, कस्तो लाग्यो? एकदम राम्रो लाग्यो। यता हाम्रो सानीलाई रञ्जना कस्तो लाग्यो? एकदम सेकेन्ड टाइम होला हैन? कस्तो लाग्यो त्यो भन्नु न। राम्रो चुनुमुनु कस्तो लाग्यो? राम्रो लाग्यो। यता चुनुमुनुलाई यस्तो लाग्यो? यस्तो लाग्यो। राम्रो रहेछ, मलाई मन पर्यो है। छुट्टी चाहिँ योपालिको भ्याकेसन चाहिँ राम्रै हुँदैछ। योपालिको त भ्याकेसनमा त आमामा घुमै छ है। नन स्टप कहिले काहीँ घुम्दै गर्नुपर्छ है। नभए त उहाँ डामडिम पनि जानु। घुमिरहनु पर्यो है। सकुन्जेल टाइम हुन्जेल मिलुन्जेल हरे कसले देखेको छ र है। त्यही भएर समय हुँदै सबै कुरो कमाउनु घुम्नु खानु सब टाइममै ल। सबै कुरा गर्दै गर्नुपर्छ। सबै कुरो गर्नु पर्यो। एक्सपिरियन्स थुपारेर भए पनि एकछिन काम पनि इम्पोर्टेन्ट, त्यसलाई पैसा पनि इम्पोर्टेन्ट, घुम्नु नि पर्छ। यो चाहिँ रिफ्रेसमेन्ट सबै यो रिफ्रेसमेन्ट। अब यो रिफ्रेसमेन्टबाट गएर चाहिँ यतादेखि रिफ्रेसमेन्टबाट गएर चाहिँ घरमा गएर यति आटा उठेर प्याज काटेर इस्कुस काटेर मोमो खानु। मोमोको पिकनिक छ है। मोमो पार्टी मोमोस पार्टी मोमो छैन, मोमो पार्टी। मोमो पार्टी छ। रिफ्रेसमेन्ट भयो ल यता फेरि भाउजूले चुनुमुनुको फोटो खिच्नलाई एकदम आज हाम्रो मम्मी फोटो खिचै हुनुहुन्छ भाउजूले। राख्नुको लागि मात्रै भनेको